जय श्री राधे श्याम। आज हामी रामधुनी 3 सिङ्गिया र रामधुनी 4 लालपुरबाट चाहिँ 32-34 जनाको भएर मिलेर कौशिकी स्नान गर्नका लागि भनेर यस धरतीको पहिलो तीर्थ बराह क्षेत्र धाममा आएका छौँ। यहाँ चाहिँ एकदम अहिले दिव्य आनन्द रहेको छ र भक्तजनहरू पनि एकदम पाल्नु भएको छ। भक्तजनहरूलाई देख्न सक्नुहुन्छ नुहाउनेको एकदम भिजो छ र अहिले बर्खाको समय भएर कौशिकी नदी पनि एकदम टमाटम भएर बगिरहनु भएको छ र यहाँनिर नुहाउन आउनेहरूलाई चाहिँ एकदम राम्रो छ। यो मलमासको अवसर पारेर यहाँ चाहिँ नुहाउने भक्तजनहरूले चाहिँ पहिलो जन्ममा गरेका कुनै पापहरू छन् भनेर कुनै यसै जन्ममा गरेका पापहरू छन् भने पनि सबैलाई नष्ट गरिकन यो स्नानले चाहिँ यहाँको स्नानले चाहिँ एकदम उहाँहरूको भक्तजनहरूको जीवनलाई चाहिँ सरल र सहज बनाउन मद्दत गर्दछ र भगवानप्रति प्रेरित हुन पनि मद्दत गर्दछ र भगवानको आस्था गर्नु नै हाम्रो सबैभन्दा ठुलो कल्याण हो। भगवानको नाम सङ्कीर्तन गर्नु नै हाम्रो कल्याण हो। हाम्रा यी टोलाका जुन मनुष्यको यी जीवनहरू छन् यी भनेको भगवानको नाम सङ्कीर्तन गर्नु अथवा भगवानलाई नै अर्पण गरिएको यो त भगवानको भक्तिका लागि मात्र हो। यो अरू शब्द देखावटी मात्र छन् र भगवानको भक्ति प्राप्त गर्नका लागि या कुनै पापबाट मुक्ति हुनका लागि चाहिँ हजुरहरूले कुनै आफ्नो घर नजिकको तीर्थस्थलमा गएर स्नान गर्नुहोस् र स्नान गरिसकेपछि पश्चात एउटा सङ्कल्प गरेर स्नान गर्नुहोला। त्यति स्नानले र भगवानको दिव्य दर्शन गर्नाले नाम सङ्कीर्तन गर्नाले सबै पापहरूबाट मुक्त भएर दुःख कष्टको निवृत्ति हुन्छ। यो सबै पुराणहरूमा पनि कहिएका छन् र हजुरहरूले पनि यो सबै गर्नुहोला। जय श्री राधे श्याम। आजको हाम्रो दिव्य आनन्दलाई हेरेर सबैजनाले लाइक कमेन्ट सेयर पनि गरिदिनु होला र हजुरहरू पनि आउने इच्छुक हुनुहुन्छ भने आएर मजाले स्नान गरेर जानुहोला। जय श्री राधे श्याम।